बोतल तेर्स्यो यहाँनिर बोतल तेर्स्यो एउटा हेलो गाइज वेलकम ब्याक टु माई च्यानल स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा आज चाहिँ हामी बेलुकीको ठ्याक्कै 7 बजे चाहिँ माइती घरतिर जाँदैछौँ हाम्रो चाहिँ अब आज चाहिँ बहिनीको चाहिँ फ्रेवेल भनेको चाहिँ के हो अनि बिदाई कार्यक्रम आज चाहिँ बहिनीको बिदाई कार्यक्रम पनि हो हैन अब चाहिँ भोलि चाहिँ हाम्रो बहिनीको चाहिँ 12 बजेको फ्लाइट छ त्यही भएर हामी चाहिँ सबैजना मिलेर चाहिँ आज रमाइलो गर्ने है भनेर हामी चाहिँ यहाँनिर स्कुटीमा 3 जना जाँदैछौँ क्या र आजको भिडियो चाहिँ के कस्तो हुन्छ बब्बाल हुनेछ होला भन्नु बब्बाल हुन्छ जस्तो छ आजको भिडियो चाहिँ मेरो भिडियो हेर्दै गर्नु होला मेरो भिडियो हेरेर इन्जोय गर्नु होला वाइन पार्टी अनि च्यालेन्ज गर्ने हो वाइनको च्यालेन्ज गर्ने हो भन्दा चाहिँ कतिको वाइन लिएर आयो वाइन च्यालेन्ज भनिरहेको थियो प्रतीक्षाले आज के अरे कतिको वाइन लिएर आएको छ पनि अब म चाहिँ च्यालेन्ज गरेँ भने चाहिँ म चाहिँ तयारी अवस्थामा गएको यहाँबाट आज दिनभरि सपिङ गरेँ यहाँनिर त्यो ड्राइभर कस्तो छ देखाएको पनि छैन हामीले पुरै मात्रै थाहा पाउँछ भाइ उतातिर सिनिनी यस्तो छ रातको रोडमा पनि खरर यसरी झिलिमिली रातिलो हेर ल साइल भरे आउँदा चाहिँ साइलले चला आमा र म चाहिँ माप्पा सेर ल भरे आउँदाखेरि यो ड्राइभर भने ल चाहिँ भन्छ है ल्याउँछ होला यो केटाले नि दिदी ए ल भरे यसलाई दिउँ न त दिदी ल यो त खुसी भयो यो खुसी राति आएर स्कुटी चलाउनु पाउँछ अरे खुसी भइरहेछ यहाँनिर ल राति चाहिँ आँखा देख्छ देख्दैन भने ट्राई गर्दैछ यहाँनिर ल लगो डोन पल्टेर लगो बिस्तारलाई जा बाबा खल्टो खुल्टी छ आमा झोल भात खाएर तयार हुँदो रहेछ नमस्ते मामा लोएर बुहारीले भुइँसोरी नमस्कार गरेको लोएर त यहाँ त हामी के मात्र आएको त झोल भात त सिद्धै नै सकेछ यहाँतिर उठि नै सकेछ ल झोल भात खाएर राम हैन झोल भात पकाउने मान्छे यहाँ हेर्न झोल भात पकाउने मान्छे आम्मा यहाँ रहेछ त डेन्जर तरिकाले त झोल भात खाने त राम लोएर यो के का पार्टी हो कार्तिके पार्टी कार्तिक अन्तिमको पार्टी लो हेर त राम ल बिचारा जय अब साइलाले आएर सर खान्थे अब काइलीको कहिले जय आएर खानुपर्छ अब साइलालाई जिताउनु है अब छिटो हो ए फेयरवेल कार्यक्रम फेयरवेल ए यो त नि फेयरवेल यो चाहिँ फेयरवेल अनि बुहारीले आज वाइन कति ल्याए त
त वाइन च्यालेन्ज गर्ने भने होइन नाकबाट निक्लिने गरी खाने हो आज उताबाट सास पनि पक्कै पुरुक पुरुक उफ्रिँदै आउँछ होला भनेर केही न केही त राख्नुपर्छ नि यार राम 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 ए भगवान् मारिहाल्यो नि मलाई कुन त यहाँ घरबेटीले ल्यायो कि यसो विचार गर्नुपर्छ म त त्यही खानु आएको मलाई अरू चाहिएकै छैन यो झोल भात मलाई चाहिँदैन कालो रोटीहरू सबै बनाएर ए मुना त्यहाँ दिउ छ निकाल्नु त कसैले ल्याइदिएछ मुनालाई बरानी खोइ यहाँ दिउ छ कता छ लु निकाल निकाल ठुलो दिउ छ है हाफवाला कसरी ओ हाफवाला के पाके मलाई हेर्नु जानु पर्यो ए दिपा बारा कुकमेन आम्मा झोल भात त यो चाहिँ एउटा चाहिँ कुखुरा हो ल सुमिनाले खाँदैन कुखुराको झोल ठिक्कै पारेछ ए लु झोल भात टन्नै आम्मा ल हेर त अचार झोल भात खतरा बनाएछ हौ आम्मा पस्किँदैछ गफ सुन्नु भनेर के हातमा त्यो गोदाबारी धानबारीतिर हातमा बोकेछ तल्लो भित्तामा कस्तो गुल्ले दार जानी किचकिने ल्याएर बिसाले मलाई माथिको खबर यहाँ आन्टीको कुरा काट्दैछ है आन्टीको कुरा काट्दै आन्टी त आन्टीको आन्टी हो त्यो आन्टीको त्यो रक्सी खाने आन्टीको कुरा काट्दैछ यहाँनिर बुहारीहरू मिलेर लान भात खानुपर्छ म ए खायो खाए भात ल झोल भात यसको फेरि पार्टी मनाएको यहाँनिर यो कान्छी छोरीको यो आमा र बाबुको कान्छी छोरीको के अरे बिलाउनेलाई पनि लात्तीले दिने अनि त्यो झिमुनालाई नि लात्तीले दिने अरू सबै भन्दाखेरि बोनमा र झन् रुन्छ होला माथि गाउँमा यो त्यो चुर्सीले छोडेर कहाँ गयो धेरै वर्ष भयो नभेटेको ढुङ्गा कोदालीले त झर्छ र के अरे कोदालीले झन्छ र उसले त ढुङ्गालाई ला 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 भनेर कोदाली खुर्पाले तर यो बाबु र आमाले हामीलाई किन जहिले भुत्ते खुर्पा दिएको है त्यतिखेर खाने बेलामा हो छक्कै पर्नु रत्नाले झन्छ र आमाले लु कराउने भयो अब रत्नको कुरा कराउने यहाँ तेरो के अरे नखाइकन तेरोमा आइसक्यो यहाँ काइली बहिनीले कुरा काट्दैछ यहाँ आयो पहिले नि त्यो बबिना त 1 रुपैयाँ नि रुँदैन त त्यो त पहिले नि रुइन है जति भयो हुनु कारण केही हुनु नहुने उलाई मन पर्दैन
बनाइरहेको छ दिनभरि के भयो कसो भयो आज लुगा कस्तो ल्याएर राम्रै म चाहिँ कहाँबाट राम्रो छ त हो न उस्तै त हो नि हो एल्लोमा पास भयो त्यसो भए विनर गर्ने मुना विनर गर म राम्रै छ रे को जानु हौ बेबी त्यहाँ भित्र हेर्दा यहाँ भित्र हेर्दा कसको बुझु कसैले यहाँ छ हेर्नु यहाँ हेर्दा यहाँ हेर्नु यहाँ उफ्रेन त्यहाँ खुसी भएको यहाँ ढोकाबाट आउँदा त यो यसो गर्न आइज त गर छिटो गर छिटो गर्न नानी गर्न उफ्रे न के देख्यो अनि एक दिन माइत आएको बोलेको छ हो भन बुहारी भन एक दिन अरू बेला चाहिँ कहिले नबोलेको आजै बोल्ने दिन रहेछ आजै रहेछ बोल्ने हो हेर्न मलाई फेरि नबोल भनेर घोच्याइ छ पछाडि अन्त भनेको वा दामी रहेछ त केक त यो हाम्रो बाबु कहाँ गयो कान्छी छोरीलाई यसो खोकेर साह्रो पऱ्यो यहाँ फेरि योसँग 1 2 3 4 है बुहानी माथि जान्न बुवा यो वाइन त खाएर अहिले बुम गर्नुपर्छ नि हामी ह्याप्पी सेफ जोर्नी ह्याप्पी सेफ सबैको मुख बुझेछ यार त लोकल कुखुरा मासुले ह्याप्पी सेफ जोर्नी आन्टी अलि राम्रो भन्न सुन न यहाँ खतरा छ कुराहरू एकचोटि पखाइ ल पहिले बाबु भन्नु त ह्याप्पी कसरी सेफ छोरीलाई के भन्ने हो सेफ जोर्नी भन्ने के भन्ने पहिले यसबाट सुन बाबु ह्याप्पी बर्थडे होइन बाबु भन्नु त बाबु ह्याप्पी बर्थडे होइन है शुभयात्रा मेरो कान्छी छोरी भन्नु न त्यस्तो हो सक्यो भने म गएँ आमा भए ल आमा भन्नु अब के भन्छ त कान्छी छोरीलाई ल कान्छी छोरी अब कमाउनु जान्दैछ भोलि पर्सिबाट उहाँ गइसकेपछि उहाँको नयाँ नागिनी सिमेल घुमेले रक्षा गरिदिनु राम्रोसँगैले दुख बिमार नभइकन सर्लक्कै गएर सर्लक्कै फर्किने त्यति हो त्यस्तो हो धेरै पैसा कमाओस् सक्यो भने म गएँ आमा भए ल आमा भन्नु अब के भन्छ त कान्छी छोरीलाई ल कान्छी छोरी अब भोलि जाँदै भोलि पर्सिबाट उहाँ गइसकेपछि उहाँको नागिनी सिमेल घुमेले रक्षा गरिदिनु राम्रोसँगैले दुख बिमार नभइकन सर्लक्कै गएर सर्लक्कै फर्किने जेठी छोरीले भन्नु न जेठी छोरीले बहिनीलाई भन्नु भने जस्तो सोचे जस्तो भरिपूर्ण सम्पूर्ण भएर आउने मौका जुरोस् हाम्रो बहिनीलाई हाम्रो कान्छी बहिनीको चाहिँ अब केही दिनभित्रमै उसको चाहिँ विदेशको यात्रा हुँदैछ यात्रा सफल होस् भन्नको लागि आज चाहिँ हामी हाम्रो माइतमा जमघट भएका छौँ पारिवारिक जमघट एकदम रमाइलो भइरहेछ बहिनीलाई चाहिँ धेरै 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 शुभयात्रा भन्न चाहन्छु
जाने बेलामा आफ्नो आफ्नो समयले भेट नहुन सक्छ। अहिले नै चाहिँ हामी आजै हाम्रो पारिवारिक जमघट छ यहाँ, असाध्यै रमाइलो भइरहेको छ। तलिया ल अब कता आए ल साई यो साइली अलिक जेठो ल के भन्ने त साई के अरे साइली भिनाजु ल सालीको लागि के भन्ने हो ल भन्नु नि त। लागि त ह्याप्पी अब सेफ जर्नी शुभ यात्रा नि भन्नु पर्यो। अब कति धेरै दिन त छैन नि त। अब कति बजेको फ्लाइट अरे? 12 बजे। ए ल भोलि 12 बजेको फ्लाइट है। भोलि त होइन हो, भोलि हो त। भोलि त हो फ्लाइट। ल भोलि ल लेटी हो त। ल अब यहाँ ल ल ल माइ काइली भिनाजु के भन्ने हो? मेरो हामी त भोलि बेलुकै नै भन्छ होला नि। अनि भोलि 12 बजे त भोलि बेलुका त पुग्छ पो त उनीहरू ल भन्नु न। हेर यता आउँछ पालो पालो ल भन्नु न छिटो भिनाजु। साली भन्दिछु मैले। पैसा धेरै कमाएर छिटो पठाउनु मलाई भन्नु। पठाउनु भेनालाई। ल ल यता के भन्ने ल ल भन्नु न। मैले हेरोइन भन्नै आउँदैन कि मलाई त्यस्तो होला। फेरम लभली भन्ने न। हेरम लभली छिटो भन्ने राम्रो भन्ने। हेरेलेवेर भन्न हेरेलेवेर हैन। आफै त्यसपछि के भन्नुपर्ने मलाई थाहा छैन त ल म चाहिँ साइली दिदी यो गएर विदेशमा गएर राम्रो पैसा डलर कमाएर ल्याउनु, छिट्टै घर जग्गा जमिन जोड्नु भने चाहिँ यही आशीर्वाद दिएछ। के अरे दुख बिमार नहोस्, यो केक सँगसँगै दुख बिमारहरू सबै काटेर जाओस्। आज हामी यो के अरे बियर सियर यो केहरू सबै हामी रोग ब्याधि सबै खाइदिन्छु आजै होइन। शुभ यात्रा भोलि 12 बजेको त्यही हो ल। सासुको पालो बुहारीको पालो ल भन्नु। नमस्कार ह्याप्पी फेयरवेल तपाईलाई। थ्याङ्क यू सो मच। राम्रोसँग जानु, स्वस्थ रहनु, सुन्नु न, स्वस्थ रहनु, हेल्दी रहनु, ह्याप्पी रहनु, अनि त्यहाँबाट पैसा चाहिँ अलिक मजाले कमाउनु। सम्पूर्ण भरि त्यही हो पुरा होस्। हामीलाई चाहिँ पैसा आउँछ। ल ल यता अर्कोजना बुहारीले के भन्ने त? मैले ल हेर सेफ जर्नी राम्रोसँग जानु होला। त्यही हो होइन, बच्चाको आमालाई कस्तो पीडा हुन्छ कि होइन। आफ्नो बच्चा जाँदा त नराम्रो लाग्छ। भन्ने यहाँ रहेछ फेरि स्ट्रङ अनि त्यसपछि राम्रोसँग गएर ओट हल्का त्यहाँनिर ऱ्यापिस धनी भएर आउनुपर्छ गएर। सबभन्दा खुसी चाहिँ त्यही हो क्या, अरू त हामीलाई क्या याद छैन। सो ह्याप्पी अब हेर्ने फेरि यहाँ थोरपोल भन्दैछ, यहाँ थोरपोल भन्दैछ बिचरा मेरो बुढी यस्तो पाइहाल्यो बोल्ने नै के गर्नु मैले के गर्नु। नयाँ आमाले जन्माएको यहाँ आमाले मलाई गाली नगर्नु, यही आमालाई भन्नु, यही बाबुले हो। यसो गर्छन् मेरै भागमा यो परेछ होइन। यता सुन्नु न, सासु र ससुरै भेला पार्नु, मेरै भागमा चाहिँ किन पारिदिए एकचोटि लाउनु टाउको हात लाउनु न छिटो लाउनु। कस्तो लाग्छ क्या गर्नु यस्तो दामी हुन्छ क्या उसले यस्तो गर्दाखेरि दामी हुन्छ। एकचोटि गर्नु न म वाइन दिन्छु क्या वाइन यो महँगै रहेछ भाइ, यो हात यहाँ राख्नु महँगै रहेछ, यो भएन लु यो महँगै रहेछ लु। ल त के भन्छ त छामालाई? केयर गर्नु होइन। अनि अब बाहिरको देशमा हल्का गाह्रो साह्रो भइहाल्छ। तैँले राम्रै कुरा ल्याए। आफ्नो हेल्थको केयर गर्नु होइन, काम राम्रोसँग गर्नु। अनि यसो हामी सबैजना यहाँ छौँ, यहाँ सबैजनाले सम्झिनु होइन। अनि मेन तपाईँको छोरी त्यो छोरा सम्झ यसले मात्रै राम्रो कुरा ल्यायो। हामी त सबै पैसाको पीडित रहेछ भाइ, पैसा मात्रै आयो सबै पैसाको पीडित रहेछ। भन्नु लाउनु नि
त्यही भएर ल लु भन्न मम्मीलाई के भन्ने मम्मी भोलि त्यो यस्तो सुर्खेत बोकेर अफिस जाने अनि मम्मीलाई के भन्ने कहाँबाट यस्तो दूरबीनले हेर्ने रे मम्मीले यस्तो झ्यालबाट तिमी कहाँबाट हेर्ने तिम्रो मम्मीले चाहिँ कहाँबाट दूरबीनले हेर्ने रे उताबाट हो ल यो हेलिकप्टरबाट हेर्नेका आमा चाहिँ जाँदैछ लु ल मेरो अब मुनाले के भन्ने हो कान्छी दिदीलाई आमाजुलाई हामी पहिले मुनालाई त्यति मात्रै हो अब अर्को के भन्छ अझै भन्नु नि त्यस्तो हो हामीले खासमा सबभन्दा अगाडि त यो मुनालाई गर्नु खोजेको थियो यो पार्टी त तर लास्टमा मुनाको गद्दारी भयो क्या बिचमा के भन्दैछ त्यहाँनिर के भन्दैछ त्यहाँनिर ल अब सक्यो यो छोराछोरीले त केही भन्दैन जस्तो छ लु झिरी बालौँ न त अब अब यो वाइन पनि पहिले पङ्ग फुटेर हामीलाई खम्म दिएर मलाई त एक दिन पनि खुवाउनु ल्याएको छैन प यो पो रहेछ त खर मान्छे त मलाई त खुवाउनै ल्याएन कहाँ गएर खुवाउनु पुग्यो हेर बोजूलाई यसरी खुवाउँछ हेर
यो दुईजनाको पो यहाँ त डेन्जरस हुन्छ जस्तो छ र यहाँ त यो दुईजनाकोमा त घमासन पर्ला जस्तो छ हो न ज्वाइँ यो खोल्नु न आमा 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 खै के भने मैले यो त ज्वाइँको ए यो मान्छेले पैसा दिला जस्तो छ है राम्रो देखा त कति रहेछ ए महँगो पर्दैन दे महँगो 100 तिर है महँगो पर्दैन तर सस्तै ब्याज पर्छ महँगो पर्दैन कान्छी लगा लगा यतिको पैसा पाउँदा त ऋण लानै पर्छ के ए यहाँबाट नि हेरौँ न यता पनि ऋण लाउनु खोज्दो रहेछ हेर्न ओ माई गड विदेश जान्छ भनेपछि त पैसा त निकाल्दो रहेछ नि त यहाँनिर केही गर्छ भनेमा ऋण दिँदैन होइन बाबुले ऋण दिँदैन नि विदेश जान्छु भन्दा त ऋण ल हेर ल ओहो ल सत्ता पल्टाउँदैछ बटाबट अरे यो त पैसै पैसा हुन्छ क्या पहेँलो परेको ए होइन कस्तो यो पैसा हरियो हरियो के हो त जङ्गल जङ्गल गयो त ल भयो ल भयो यहाँ हाल्नु न हौ खानेकुरा ओ ज्वाइँ छिटो छिटो छरी त गरेर यहाँ हाल्नु न खाइहाल्नुपर्छ कि म त बोलेकै छैन नि अहिलेसम्म जा केक खानु जा सबैलाई दे पर्छ सुमिनाहरु बुहारीहरुलाई आइज कान्छी बुहारी नि आइज हामी बुहारी नि आइज कान्छी बुहारी लाइन आइज यहाँ आउनु है कान्छी अब खाऊ भन्नु म सगाउँ भने अलि बुहारीको बनाएर पैतिर राख है मुना यहाँ बस्ने राम्रोसँग त खै मैले एकचोटि त फेरि दुईजना भएर निल्दा दशा गर ल है उयो त उता हेर्नु दशा गर हेर ऊ सासु भएर त्यो कुरामा म यस्तो भाग्य मानिछु आमा देखेन यहाँ दशा गरेर निल्नु ल हामी तीनजना तयार हुँदैछ कस्तो हुँदैछ दशा गरेर निल्दा दशा गरेर त अड्किनु खोज्दो रहेछ त सर्किनु पर्दो रहेछ हे भगवान यसको दशा गरेर खरै रहेछ नि भाइ ओ माई गड लम्बु आयो त यहाँ ल
लम्बु आयो आमालाई दिउँसो हामीले अलि यति पाउँदैन थियो यति अलि पाउँदैन थियो यहाँनिर क्यान्सर भयो क्या खाने मान्छे क्यान्सर भएपछि हेर्न मुख बाङ्गो गरेर बसिरहेछ खानु नपाउने म चाहिँ अलिक ज्ञानी हुन थालेँ यता ज्ञानी हुन थाले आन्टी अहिले स्पोन्सर हामीले गरेको छ होइन अनि वेलकम पार्टीमा चाहिँ भव्य 10,000 पर्ने यसले वेलकम पार्टी पछि पैसा पनि यसरी छर्छ अरे हौ हेर पैसामै जान्छ कुरा त यो घरमा नगर्ने रेस्टुरेन्टतिर रेस्टुरेन्टतिर बुझ्यो 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 अहिले तोसाको रोलले लाग्नु नि थाल्छ कि क्या हो अहिले खाना त्यो इति खाएर के घुमाउँदा बोतल तेर्स्यो यहाँनिर बोतल तेर्स्यो एउटा मैले खासमा मेरोमा यहाँ अलि आधा हुन्छ त हाल्नु खोजेको त गएर सट्टै यहाँ हाली गएछ म त खा 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 तेरो तोकाइने छ र खुट्टा गर्नु खा 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 लु खा तँलाई यो गर्दै भयो खा मुनाले दिइसक्यो मुनाले म आउनु भन्न हो अनि माओली चाहिँ 11 बजे आउँछ नि हो अनि बिहानै आउँछ ल ल अनि म आउँदाखेरि मेरो धोती फुस्किँदैन साडी म त छिटो आउँदा त मेरो त मेकअपै जान्छ होला हौ म त राम्रो भएर बस्नु उनीहरूको 5,000 साडी लाएर आउने हामी त यहाँ धोती फुस्क्यो भने के गर्नु कसको तेरो मलाई तेरो मलाई मेरो ज्वाइँ उता छेउमा बहिनी ज्वाइँ अनि बुहारी भाइ बुहारी अनि छोरा बुहारी हामी छोरा बुहारी यति म त यति आफूलाई म यति ठुलो मान्छे हो भनेर कस्तो आफू म त गौरवान्वित हुन्छु क्या भित्रभित्रै यतिकै अब यस्तो बुहारीहरूको सासु म भइसकेँ है अनि सच्ची होला के यस्तो बुहारीहरूको सासु अनि यस्तो बुहारीको आमाजु ज्वाइँको जेठो सासु ल हेर्नुहोस् मेरो ज्वाइँहरू यहाँ मेरो ज्वाइँ म कति आफूलाई कति गर्व फिल गर्छु के भन्दा यी मेरो बहिनी कान्छी बहिनी मेरो बाबा मेरो बुवा हुनुहुन्छ यहाँ हाम्रो बुवा चाहिँ मेरो ज्वाइँ मेरो काइली ज्वाइँ यता काइलो ज्वाइँ बहिनी मेरो अनि यता साइली बहिनी यो मेरो साइली बहिनी अनि यता ज्वाइँ साइली ज्वाइँ यहाँ बुहारीहरू छोरा मेरो छोरा यो छोरा उता ढोकामा यो भदा ल यो नातिनी ल नातिनी आमा कन्ता गर्व फिल हुन्छ मेरो आमा नाता नातिनीलाई सेल बाँड्दै हुनुहुन्छ आमाले सेल बाँड्दै हुन्छ
बहिनीको चाहिँ बहिनीलाई चाहिँ अब बहिनीको अब विदेशको यात्रा हुने होला छ बहिनीलाई शुभयात्रा भन्नको लागि चाहिँ हामी जमघट भएको छौँ असाध्यै रमाइलो भएको छ है आज चाहिँ त्यो घर लक्की घर रहेछ हौ यो पनि जान्छ है कुन दिन बेर छैन यो पनि जान्छ है कुन दिन बाटो कहाँतिर खुल्दैछ कि टेन्सनमा लागिसक्यो त यताको बाटो ब्लक भएको छ उति होइन फेरि पोज आइहाल्यो फेरि लो भर्खर रोटीमा पुगेछ यहाँ खानेकुरा चाहिँ यहाँ हेर्न यो पुरा लगाइरहेको छ यहाँनिर खदा फेरि ल बराबर ल बस बाजे नातिन छ औ यहाँ त है ल है आमाइनी बरा नाच्नु खोजिराखेको बेलामा नाचेको यहाँ यो केटी नाच्दैछ आज गीत लगाइदिन नि हौ गीत लगाइदिएको भए हुन्थ्यो नि एकछिनमा पनि अर्को पनि नाच्नु सुरु किन चलाउ हो के चलाएको यहाँ समात्दाखेरि किन यहाँ उभियो हजुर राति हल्ला नगर बाहिर बिस्तारै भने नि त मैले बाहिर वन्स मोर बाई 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 दीपा बाई बाई त्यो एउटा त नदिन है कस्तो ब्लड यो लाइनमा मुद्दो रहेछ है भाइ आमा हेर यिनीहरू अब स्ट्यान्ड बाई स्ट्यान्ड बसेको छ होइन पर सामान त बस्नु पठाउहरू त ल रोडसम्म त पुग्नु पऱ्यो नि त राम स्ट्यान्ड बाई यहाँ काकाले रोक्यो भने त बाउ छोरा रोक्यो भने त यसले पनि रोकिहालेछ भाइ हेर भट्टाभट्टी टिपेर उनीहरूको त हामी दुईजना मात्रै भयो त हिँड्ने त राम्रो ल हामी चाहिँ राति 11 बजे चाहिँ टक्क आमाहरूकोबाट फर्केको है घरतिर ल बाई बाई ल बाई बाई आमामा लाइटले त केही पनि नदेख्दो रहेछ त जाडोमा त के र कहाँ त गीत बज्दैछ नि दिदी यो माथि ए शब्द छ ए अर्को नि पर बसिरहेको रहेछ ओ मम्मीले चलाउँछ हौ ल बाई पर्खा ल यसलाई त पर्दैन टोबी पर्खे ए केटाले पनि के गयो मलाई अनि मलाई म अग्लो हुँदैन नि त नि ल बाई बाई गुड नाइट डियर बाई बाई ल बाई बाई आइज खतरा छ खतरा तेरीमाहरूलाई नि नजिक माइत परेछ यसरी रातभरि कुद्छ भाइ राम्रो दिदी मात्रै पिप्पल बोकेर आउनुपर्छ गाह्रो छ नि हो यो केटी खरो छ क्या उनलाई पनि कहाँ रमाइलो गर्नुपर्छ ल र यहाँबाट उठ्यो हाम्रो चाहिँ माइत घर पुगेर आउने कुरा रोड पुरा हेर्दाखेरि माइत घर पुगेर आउने रोड यस्तो छ राति अनि कस्तो अनि अहिले चिसो हुन्छ नि त यो राति त एकदम चिसो हुन्छ के
स्कुटी सुरुमा स्कुटी सिक्दाखेरि अनि साइकल बजाएको थियो साइकल के अरे हरन लाग्थ्यो ओ बुहारी केको लागि बजाएको बाँदरको लागि भन्थ्यो दिदीले पनि कुकुरको लागि हरन बजाइदियो है यसलाई त पर्दैन टोबी सोबी पर्ख ए केटाले पनि के गयो मलाई अनि मलाई म अग्लो हुँदैन नि त नि ल बाई बाई गुड नाइट गुड नाइट डियर बाई बाई ल बाई बाई आइज खतरा छ खतरा तेरीमाहरूलाई नि नजिकको माइत परेछ यसरी रातभरि कुद्छ भाइ राम्रो दिदी मात्रै तिर्पल बोकेर आउनुपर्छ गाह्रो छ नि हौ यो केटी खरो छ क्या उसलाई पनि कहाँ रमाइलो गर्नुपर्छ ल र यहाँबाट उठेछ हाम्रो चाहिँ माइत घर पुगेर आउने कुरा रोड पुरा हेर्दाखेरि माइत घर पुगेर आउने रोड चाहिँ यस्तो छ राति अनि कस्तो अनि अहिले चिसो हुन्छ नि त यो राति त एकदम चिसो हुन्छ के रोड खाली छ के नि यहाँ रोड हाम्रै हो हेर यसलाई फेरि कहिले चलाउ लागिरहन्छ छैन केही त छैन अरे